जति झ्याली गरे नि सकेन क्या जित्न होइन त्यही रिसमा हानिदिएको ल आउनु हेलो नमस्ते के छ खबर सन्चै आरामै हुनुहुन्छ होला वर्ल्ड कपले कसलाई बित्यास पार्यो कमेन्ट लेख्नु होला के छ अनि सब ठिकठाकै हुनुहुन्छ होला होइन अब वर्ल्ड कप पनि सकिहाल्यो अब कतिलाई बित्यास पार्यो कतिलाई के पार्यो होइन जे होस् रमाइलै भयो होला ल आयुष श्रेष्ठको डेली भ्लगमा स्वागत गर्छु यो डेली भ्लगको लागि हामी काठमाडौँ नै छौँ काठमाडौँमा अब सरप्राइज दिँदै आउने हो हामी अब यो सरप्राइज दिने क्रममा आमाको माया छोरीको लागि छ होइन यो दिनको लागि हामी नेपाल पुलिस हस्पिटल जानुपर्ने हुन्छ किनभने छोरी चाहिँ नर्स हुनुहुन्छ होइन अब नर्सलाई कस्तो खालको स्टोरीमा सरप्राइज दिन्छु त्यो चाहिँ आयुष स्टेसन युट्युब च्यानलमा आउँछ होइन अनि यता त हल्का क्लिप होइन आज एकै दिनमा दुईवटा गर्नु छ सरप्राइज होइन एक दिनमा दुईवटा गरेर अब बाटो खुल्यो भने चाहिँ गाडी लिएर जाने बाटो खुलेन भने चाहिँ फ्लाइटमै जाने त्यो स्थिति आउँछ मेरो होइन हेरौँ अब के हुन्छ अब यो सरप्राइजमा चाहिँ 1 लाखको पैसाको बक्स पनि छ होइन त्यसपछि गएर फ्रिज छ फ्रिज किन्नको लागि जाँदै हो खासमा अहिले अनि त्यो फ्रिज किनेर भातसात दबाएर त्यसपछि जाने हो सरप्राइज हान्नको लागि अनि तपाईँहरूको चाहिँ कस्तो भइरहेको छ श्रावणको महिना होइन रमाइलो भइरहेछ होला हर्षोल्लासै भइरहेको छ होला हरियाली नै छाइरहेको छ होला तपाईँको जीवनमा होइन श्रावण महिनाले एकदम सुख दियोस् हामी सबैको जीवनमा है भन्दै ल सुरु गरौँ आजको हाम्रो डेली भ्लग जाँदैछु फ्रिज किन्नको लागि ल म यहाँ चाहिँ सोरुम आइपुगेँ फ्रिज टिभी के छ होइन पहिला नि म आएको थिएँ है सिजी डिजिटलमा यहाँबाट पहिला वासिङ मेसिन लिएर गएको थिएँ अहिले चाहिँ मैले फ्रिज लिएर जाँदैछु यो फ्रिज ल यो फ्रिज चाहिँ दिदीले बहिनीको लागि हो गाडी लिन जान लाग्यो पानीले छुट्यो कि ट्याक्क लाएर यस्तो पानी सिद्धै हो के अरे अब यहीँ रोकियो फेरि पानीमा गाह्रो ओहो सिधै जाने हो हामी कस्तो परेको पानी पनि ननिस्तर गाह्रो ल पानीमा भिज्दै ग्यारेज आइपुग्यो अब गाडी पनि रेडी अब है चट्ट गाडी रेडी भएछ ल त्यहाँ ल गाडी अब रेडी भयो यहाँबाट ग्यारेजबाट अब गाडी लिएर निस्किन्छु भयो नि दाइ पछि 1 महिनापछि गरे नि केही हुन्न होला नि ल ल ल अब अर्को महिना बल्ल काठमाडौँ आउँदाखेरि रबिन गर्ने अहिलेलाई यत्तिकै चलाउने ल रेडी गाडी बल्ल मोटु भेट भयो अब काम अगाडि बढ्छ हाम्रो 2वटा सरप्राइज भ्याउनु छ लास्टै पानी पर्यो अघि अहिले चाहिँ पानी परे छैन बसेछ है अब जाँदैछौँ हामी काममा अगाडि बढ्दैछौँ काठमाडौँ हिँडै भइएछ ल अब पहिलो सरप्राइज आजको हान्छौँ त्यसपछि सेकेन्ड सरप्राइज पनि हान्नलाई हामी कुद्छौँ ल आउनु ल दिदी म यहाँ
है एकछिन सामानहरू दिनुहोस् ल कुराकानी भइसक्यो नि यहाँ धन्नै चिठी पढ्दाखेरि नानी रुन लाग्थ्यो चिठीको फोटो चाहिँ मलाई पठाइदिँदा ल मलाई व्हाट्सएपमा मेसेज भइसक्यो नि ल तपाईँलाई फोन हानेको हजुर बिजी 7-8 मिनट कहाँ मैले क्यामेरा त मैले चस्माबाट गरेँ नि अब त्यो हस्पिटलमा क्यामेरा खिच्नु पाउँछु पाउन्न भनेर अनि योबाट हानेको होइन त्यहाँदेखि फेरि हामी त सेन्सिटिभ चिजमा हामी पनि अलिकति सिरियस भइदिनु पर्यो ल दिदी है सम्झौ तिमीलाई चाहिँ तिम्रो दिदीले गरिब महिनामा एकदम चिसो पिउनको लागि फ्रिज किने पठाउनु भएको छ है म नेपाल पुलिस हस्पिटल फर्स्ट टाइम आएँ यार तर राम्रो रहेछ म त फर्स्ट टाइम हो राम्रो लाग्यो अनि हस्पिटलमा भर्खर सरप्राइज सकियो थोरै क्लिप अगाडि हेर्नुभयो होइन आमाको माया थियो छोरीको लागि दिदीको माया बहिनीको लागि फ्रिज 1 लाखको बक्स अनि हस्पिटलमा अब आइसियु भनेपछि झन् त्यत्तिकै सेन्सिटिभ ठाउँ भयो वार्ड भयो होइन त्यो भएको हिसाबले चाहिँ अब खिच्न पाइएन जस्तो भएको थियो तर उहाँहरूको रेस्ट रुम रहेछ होइन अनि क्यामेरा पनि नलिकन गएको तर चस्माबाट चाहिँ खिचेँ है अब त्यो पुरा भिडियो हेर्नको लागि युट्युब आयुष स्टेसनमा जानु होला गाडीको लक बिग्रियो जस्तो लाग्छ मलाई खचक खचक भइरहेछ भयो चढ्दो त अब हामी अर्को सरप्राइजको लागि हिँडेछौँ यहाँबाट अब भक्तपुर एउटा सकियो अब अर्को सरप्राइज आज सक्छौँ एउटा बल किन्नु छ यार बाटोमा हेर है दसैँ किन्नुपर्छ ल एउटा काम सकेर अब भक्तपुरको लागि हामी 3 जना हिँड्दैछौँ ल हजुर कता देख्नु भयो आज तपाईँकोमा आउनु देखाएर होइन होइन सरप्राइजको लागि केकै लिन आएको हजुर ह्याप्पी बर्थडे छोरा लेखिदिनु भन्छ हेर्नुहुन्छ हजुरले एकदम खुसी लाग्यो दाइ कतै मलाई पो सरप्राइज आयो कि भन्ने सोच्नु भयो क्या रमाइलो कति भयो दाइ हजुर हो एकछिन दाइ झुक्किनु भयो आफै थ्याङ्क यू एकदम दाइ म्याक्सिमम म आफैले हो कोही उहाँहरूले दिनुहुन्छ एकजना बिहोसै भयो नि दाइ 10 मिनटसम्म होस् नआएर त्यति बेला त आफ्नै होस् जाला जस्तो भयो एउटा फोटो खिच्न मिल्छ खिचौँ ल दाइ एकदम दाइ ल बाबु नानीले कुट्यो हजुरलेबाट चाहिँ त्यता हजुरले लिइराख्छ होला ल ल दाजुभाइ कट आज दाइसँग भेट्ने मौका मिल्यो है दाइ
ल दाइ हस् थ्याङ्क यू हस् खुसी लाग्यो दाइ ओके ओके ल हस् यस्तो प्रोग्राम गर्ने हजुरलाई सम्झ हस् दाइ त्यही छ दाइ हस् हस् दाइ ल जाँदैछौँ हामी भक्तपुर पानी परेर खत्तम भयो केक लियौँ त्यहाँ है केक लिँदै झुक्किनु भयो पानी परेछ फेरि दाइलाई नै सरप्राइज आयो भन्ने सोच्नु भएको छ होइन ल अब भकुन्डो किन्नु छ भकुन्डो किनेर आजको लास्ट सरप्राइज हानिन्छ आयुष त्यहाँ सोध्न जाँदैछ छैन मान्छे सोध्नु भएको छ ए ल अब भक्तपुरको पालो बोडे सरप्राइज बाउले आफ्नो छोरालाई जन्मदिनको अवसरमा पठाउनु भएको माया है त यो हो बोडे बोडेमा आएर हामीले मान्छे कुर्दैछौँ ठ्याक्क फोन आए जस्तो लाग्यो है हजुर ठ्याक्कै यो पिपलको बुट छ नि हजुर हजुर ल अब उहाँ आउनुभयो उहाँ आउनु भएपछि अब उहाँलाई हामीलाई घर देखाइदिनुहुन्छ त्यसपछि जान्छौँ हामी सरप्राइज हान्छौँ आजको भिडियो सरप्राइजको केही क्लिप तपाईँलाई देखाउँछौँ त्यसपछि बाँकी त आयुष स्टेसनमा फिल्मै हेर्नु गएर होइन ल अब हामी तयारी गर्छौँ पेसीको हजुर चाहिँ के पर्नुहुन्छ ए सालो हो ल साले साहेबलाई लिएर अब होइन भान्जाको लागि सरप्राइज हान्न हामी जाँदैछौँ पानीले डिस्टर्ब गरेको है नन स्टप पानी परेछ अब 13 वर्षको बाबु भनेपछि त्यस्तो प्र्याङ्क गर्ने कुरा भएन अब सम्झनाको लागि ए हजुर यता हो जाने लेफ्ट राइट ल अब जाँदैछौँ हेरौँ कस्तो हुन्छ मोमेन्ट्स हामी क्याप्चर गर्नेवाला छौँ अब खै कता हो ए रेकर्ड गऱ्यौ कति मिनट भयो ए खै बाबु है बोलाम त यहीँ बोलाम त ल झोला दिइराख मलाई ए कहाँ गए हो र अच्छा कता गयो त ए ल ल ल ल हामी बाबुलाई ल्याउँदैछौँ यिनै हुन् तिमीले हानेका हो मेरो छोरालाई स्कुलमा हाने अरे त कतिमा पढ्छौ 5 पिट्यो अरे त किन पिट्या कसम कसको जर्सी हो यो अब के भयो त अर्जेन्टिना रोनाल्डो भयो नि तिमी मेसी हो हार्यो त जति झ्याली गरे नि सकेन क्या जित्न होइन त्यही रिसमा हानिदिएको ल हार्यो भनेर हानिदिएको किन चाहिँ हान्यौ त ल बसौँ त्यहाँ गफ गरौँ एकछिन अब गाडीमा हालेर लाने तिमीलाई हान्यौ रे अर्जेन्टिना हारेको झोकमा किन हानेको अब लैजाने मम्मीलाई बोलाइदिनु पर्यो अब लानु पर्यो अब एकदम खुसी लाग्यो ल धन्यवाद ल नेपाल भरि नै हो दाइ हस् थ्याङ्क यू हस् थ्याङ्क यू हस् ल मेस्सीको फ्यान रचन बाबु है आयुष कुन खुट्टाले हानेको अन्त त लेफ्ट रे रमाइलो भयो अगाडि सानो क्लिप हेरिहाल्नु भयो
अब यो सरप्राइज सकेर अब हामी खाजा खाने नेवारी खाम भनेको आज कहाँ पाउँछ मोटु नेवारी त्यही त मैले झन् अघि नै भनेको त तिमीलाई जाऊँ न त अब के काम छ त कहाँ गएर खाने त हुन्छ पाउँछ भने यसो नेवारी खाजा खाम काठमाडौँ आएको बेलामा अनि खाजासाजा खाने आज भोलि बिहानै हिँड्नुपर्छ त्यो भएर आज चाहिँ हामीले खाना पकाउँदैनौँ मोटुलाई पकाऊ भनेको छु मोटुको हाम्रो भाउजूलाई होइन भाउजूले खाना पकाउनुहुन्छ किनभने किचन चाटचुट्ट सफा गर्नु पऱ्यो भोलि बिहानै हिँड्ने भएर आज चाहिँ हामीले खाना पकाउनुबाट मलाई चाहिँ रेस्ट हुन्छ अब पानीले पनि डिस्टर्ब गरिरहेछ सरप्राइज पनि 2टा सकियो अब एक ठाउँमा खाजा खाएर त्यसपछि हामी लाग्छौँ ल है सरप्राइजको भिडियो आयुष स्टेसनमा हेर्नु सक्नुहुन्छ है तपाईँले मजाले रुनी हाँस्ने तिच्याउने कराउने लफडा सफडा सब छ आयुष स्टेसन युट्युब च्यानलमा खाजा मोटुले नयाँ बजार हारतीमा गएर खाम नेवारी भनेर भन्यो मोटुलाई लास्ट तनाव भइरहेछ होइन आमा बिरामी भएर हस्पिटल राखेको लगभग 1 महिना बढी हुन लागिसक्यो है ऊ एकदम तनावमा छ आमालाई मात्रै सन्चो भइदियो भने एकदम हल्का च्वाङ्ग होइन मोटुलाई तनाव छ छोरो उता बिन्दास छ ल गाइज हाम्रो यो आयुष आशेलाई होइन आशलाई चाहिँ यसो सम्झाइदिनु पर्यो होइन मान्छे यत्रो छ यार अहिले गर्लफ्रेन्ड केटीको पछि लाएर यार हो कि नि मोटु सम्झाउनु पर्यो यार छोरोलाई अहिले केटीले एक प्लेट मोमो खाऊ नि त 2जना भन्यो भने फाल्टा रुपे हुँदैन यस्तो मान्छेले केटीहरूलाई हुन्छ त्यतिका काम गर्ने बेलामा हेर्नु न यार अनि के भन्ने खालि यार केटीको पछि लाएर यार गर्लफ्रेन्ड छ अनि नभएपछि त आनन्दले काममा ध्यान दिनु नि होइन साथीहरू काम गर्नु पर्यो यो उमेरमा होइन जोस नयाँ जाँगर देखाउनु पर्यो हात त्यस्तो छ ल एडिट सिक्ने भए सिकाइदिन्छु भनेछु उसलाई वास्तै छैन सिक्नै चाहन्न अनि मैले के हार्ने साथीहरू होइन ल अब हिँड्दैछौँ यस्तो पानीले बिजोग छ पानी पऱ्यो भने त लास्ट एक दिन पर्दा त रमाइलो लाग्छ यार हप्ता दिनै पर्दाखेरि त तनाव हो के तनाव हो आएदेखि घामको अनुहार देख्न पाइएन यार ठ्याट यस्तो छ स्थिति बिजोग छ ल काम चाहिँ सक्यो पानीले यस्तो डिस्टर्ब हुन्छ काममा अब के अब ठिकै छ अब मनसँग मन जोड्नको लागि नेपालभरि नै कुदिरहेछौँ पुगिन्छ हामी तपाईँहरूलाई पनि ठाउँहरू देखाइरहेको छु होइन यसो माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला त्यही हो अब मैले भन्ने तपाईँहरूबाट आश होइन त्यही त हो नि ल अब खाजा पेट पूजा चाहिँ गर्नुपर्ने अवस्था भयो मुसु दुगुरिरहेछ पेटा ल खाजासाजा खाएर सबै काम सकेर घर आयो अब आज चिसो छ मौसम त्यही भएर खसीको टाउको सुप खाने प्लानमा छौँ अब खसीको टाउको लगेर भाउजूलाई पकाउन दिने अनि खाने त्यो लगिसकेपछि फेरि एकचोटि उमेश भाइ हाम्रो गिटारिस्ट म्युजिसियन समीर श्रेष्ठको किबोर्डिस्ट भाइलाई भेट्न जानु छ त्यो भाइलाई भेटेर एउटा सामान लिएर अनि फर्किनु छ है अब दिवस के फ्रेस हाउस त्यहीँ अब खसीको टाउको आज छ कि छैन हाम्रो टिकटकको भिडियोहरू चाहिँ पहिला खसीको टाउकोबाट नै भाइरल भएको हो अहिले होइन पाण्डे अस्ट्रेलिया छ ल न्यू दिवस फ्रेस हाउस आइपुगे फेरि खै खसीको टाउको छ कि छैन छ र एउटा बनाउनु पर्यो ल भेटियो खसीको टाउको अब खसीको टाउको झ्याम्म लगेर झोल बनाएर भात दन्काउने ल यहाँ उमेश भाइलाई भेट्नको लागि आइपुगेँ म यति बेला उमेशलाई किन भेट्न लागेको भन्दाखेरि उमेशसँग मैले क्यामेरा लिँदैछु एउटा ओस्मो पकेट 4 प्रो है त्यो लिनको लागि आएको हो भित्र रहेछ बाटो अब यहाँ आउँदैछ भाइ अलि साइड लगाउनु पर्यो ल
यस्तो ललितपुर यहाँ बस्ने रहेछ हाम्रो उमेश भाइ चाहिँ किबोर्डिस्ट समीर श्रेष्ठको कन्दरासँग नि गरे क्या हो भाइले। अब हेरौँ भाइ कति बेला आइपुग्छ। हो यस्तो छ अबको सरप्राइजको लागि ओस्मो पकेट 4P त्यो पनि हुने भयो आयुष स्टेसनसँग। भाइ आइपुग्ला अब। उमेश गल्लीभित्र पार्किङ ए ल ल ल हाम्रो ह्यान्डसम भाइ आइपुग्यो यति बेला मेरो सामान लिएर टक्क उता ओहो बत्तीले के छ उमेश? हेलो दाइ के छ? आमामा टुर हानिराखेको छौ है। ल हेर्नुहोस् होइन। हेलो हेलो सबैजनालाई थ्याङ्क यू। उसले चाहिँ होइन मेरो लागि भनेर बिचरा होइन टक्क आफूले नचलाइकन ट्याक्क दाइको लागि दाइको माया समीर श्रेष्ठसँग होइन तिमी? हजुर दाइ के छन् यसमा? यसमा भित्र अब हेर्नुपर्छ दाइ। ल अहिले अर्को भिडियोमा देखाउँला नि होइन? हुन्छ दाइले अनबक्सिङ गर्नुहुन्छ है। ल हाम्रो अहिले कहाँ छ तिमीहरूको टुर? हाम्रो भइरहेछ दाइ अब युएस को लागि प्रिपेरेसन हुँदैछ। अब मेबी भयो भने यही मन्थ यो इयरको लास्टमा गइन्छ होला। यो इयरको लास्टमा युएस। त्योभन्दा कता कता घुम्यौ? घुम्न त जस्ट घुम्यो अस्ट्रेलिया युके दुबई कतार हङकङ कता कता गयो। ल पहिला नि मैले नि बजाउन सिक्नु पर्ने रहेछ कि। तपाईँ नि म्युजिसियन त तपाईँ नि खतरा गाउनुहुन्छ नि त। जानिएन। ठिक छ ल उमेश भाइलाई भेट्यो मान्छे ह्यान्डसम छ होइन एकदम मजाको छ। कति भयो तिमी काठमाडौँ बस्न लाग्यो? म भयो दाइ 6 वर्ष भयो। ए काठमाडौँ छ है? पोखरा आएको छैन अब आएको बेलामा आउँछु नि दाइ। आउन ल हाम्रो प्यारो भाइसँग भेट भयो सामान पनि लिएँ होइन। ल अब दाइले अनबक्सिङ गर्नुहुन्छ सबैले हेर्नु। त्यो चाहिँ भोलिको भिडियो। ल अब तिम्रो छिट्टै टुर अमेरिका होस् होइन? हजुर दाइ एकदम आउने बेला दाइलाई सम्झेर। हस् दाइ हुन्छ। बुझ्यौ नि? बुझ्यो दाइ। ल ल उमेशले बिचरा भर्खर 2-4 दिन मात्रै भएको थियो त्यो क्यामेरा मगाएको। अनि ठ्याक्क मैले उसको भिडियोमा देखेँ। त्यसपछि मैले उसलाई भनेँ भाइ यस्तो यस्तो भयो मेरो उसमा पकेट 3 खसेर फुट्यो होइन। भनेको हुन्छ नि त दाइ तपाईँलाई त्यस्तै छ भने मेरै लिनु नि त भन्यो है। बिचरा उसलाई दिनै मन लाग्थेन। नेपालमा पहिलो हो यो है। अहिलेसम्म नेपाल आएकै छैन। उसले बाहिरबाट मगाएको अनि बिचरा भाइ यार कस्तो मन खत्ला यार भन्दै थियो। उसलाई अब चलाउने आफैलाई उसको नि अब उमेश थापा भनेर छ नि त युट्युब। अनि त्यो भएर चाहिँ उसले आफ्नो लागि मगाएको चिज मलाई दियो भाइले है। ठिक छ ल थ्याङ्क यू सो मच उमेश भाइ मेरो प्रिय भाइ हाम्रो पोखराको है। अहिले काठमाडौँमै छ समीर श्रेष्ठको किबोर्डिस्ट है। ल मेरो लागि चाहिँ नयाँ सामान भयो। अब ओस्मो पकेट 4Pबाट पनि सरप्राइजहरू हानिन्छ है। जुम चाहिँ बवाल रहेछ। अब के छ त्यो चाहिँ भोलिको भिडियोमा देखाउने छु। अब हामी रात पनि पर्यो। अब छुट्टिन्छौँ होला आजको भिडियोबाट है। आज 2वटा सरप्राइज पनि सकियो। उमेश भाइलाई नि भेटियो है। यताउता काम गरियो। ल भोलिको भ्लगमा भेट्ने बाचाका साथमा हामी 2 दाजुभाइ मोटु अनि आयुष श्रेष्ठ बिदा माग्दछौँ।